हेलो साथीहरू। आज म तपाईँहरूलाई आरए रजिस्टरको नयाँ लाइसेन्स लिने प्रोसेस के होला, नयाँ आरएको लागि इक्जामहरू केही खुलाएको छ या छैन भन्ने विषयमा एउटा मैले सानो पोस्ट फेसबुकको मार्फतबाट ग्रुपमा हालेको थिएँ, नेपाली ट्याक्स नेपाली कर भन्ने ग्रुपमा। र यहाँनिर एउटा केही रमाइला कमेन्टहरू पनि आएका छन्, केही कहिले बन्द भएको थियो, अब खुलाउँछ या खुलाउँदैन भन्ने विषयमा पनि कमेन्ट आएका छन्। ती यावत कुराहरूको विषयमा आज हामी यो भिडियोबाट डिस्कस गर्नेछौँ र आरए एन्ड सिएसँग रिलेटेड केही रिसर्च गरेर केही नयाँ कुरो थप पनि मैले लिइसकेको छु। र तपाईँहरू यदि सिए पढ्न चाहँदै हुनुहुन्छ र नयाँ जोइन गर्न चाहँदै हुनुहुन्छ भने पनि तपाईँहरूको लागि यदि आरए बन्न खोजिरहनु भएको थियो र विगतमा केही वर्षसम्म तपाईँले ट्याक्स सम्बन्धी काम, एकाउन्टिङ काम, विभिन्न कामहरू गरिसक्नु भएको छ र यदि आरए खुलाएको भए हामीलाई इक्जाम दिन हुन्थ्यो र त्यसको एउटा लाइसेन्स प्रोसेसमा गएर लाइसेन्स निकाल्न पनि हुन्थ्यो भन्ने लागेको छ भने पनि तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। अब सुरुमा कुरो गरौँ, अब सिए एन्ड आरए केसँग रेगुलेटेड छ भन्दाखेरि चाहिँ अब प्रत्यक्ष रूपमा आइक्यानसँग रेगुलेटेड छ र आइक्यान एक्ट 2053बाट चाहिँ यो पुरानो आरए जति हुनुहुन्थ्यो र नयाँ सिए जति आउनुभएको छ सबैलाई रेगुलेट गर्ने काम चाहिँ आइक्यानले चाहिँ गर्दछ। र इक्जाम लिने काम पनि कसले गर्दछ, सिएको इक्जाम आइक्यानबाट नै हुने गर्दछ। सिएको इक्जाम तीनवटा क्याटेगोरीमा हुने गर्दछ, क्याप 1, क्याप 2 र क्याप 3। क्याप 1 चाहिँ 6 महिनाको पिरियड हुन्छ र त्यसपछि क्याप 2 भनेको 9 महिनाको पिरियड हुन्छ र क्याप 3 भनेको चाहिँ तपाईँको 3 वर्षको पिरियड हुन्छ। यसमा चाहिँ इन्क्लुडिङ प्र्याक्टिस ट्रेनिङ पनि पर्दछ र हामीले क्लासमा कुरो गर्छौँ होइन, ए क्लास, बी क्लास, सी क्लास, डी क्लास गरेर कुरा गर्ने गरेका छौँ। सिए मा कुनै पनि क्लास हुँदैन र आरएमा चाहिँ बी, सी, डी तीनवटा क्लास हो। अहिले त लगभग अपग्रेड भएर बी क्लासमा लगभग सबै गइसक्नु भएको रहेछ। केही बाँकी हुनुहुन्छ भने उहाँहरूले कम क्लासको त्यही अनुसारको कारोबार गर्न पाउनुहुन्छ। र अब सर हामी एकखेर कमेन्टतिर जाउँ र कमेन्टमा कस्तो कस्तो कमेन्टहरू आएर छन् त्यो पनि हेरौँ। यहाँनिर गएर एकजना सरले अब आउने दसैँमा आइक्यानको कार्यालय जाने, दसैँको दिन आइक्यानले टिका लगाएर आशीर्वाद सहित लाइसेन्स हातमा थमाएर दिन्छ, ह्याप्पी दसैँ इन एडभान्स भनेर एउटा रमाइलो कमेन्ट गर्नुभएको छ। किनकि अब लगभग आरएको इक्जाम तपाईँको 17 जुलाई 2002 भनेको 2059 साउन 1 गतेदेखि चाहिँ कुनै पनि आधिकारिक रूपमा आरए त्यसपछि चाहिँ बन्नु भएको छैन। त्यो हुनाले चाहिँ उहाँले त्यस्तो कमेन्ट गर्नुभयो। अहिले तत्काल खुलाउने पनि छैन, किन भन्दाखेरि अब सिए नै के छ, अब धेरै भइसक्नु भएको छ अनि त्यो हुनाले चाहिँ के छ, आरए खुलाउने सम्भावना पनि छैन। अनि यहाँ अर्को साथीहरूले पनि त्यस्तै किसिमका कमेन्टहरू गरिसक्नु भएको छ र मेन कमेन्टमा चाहिँ म अब यहाँ चैत 33 गते ओपन हुन्छ 1 दिनको लागि भन्नुभएको छ एकजना सरले चाहिँ। अब किनकि चैत 33 गते त आउँदैन है। अनि त्यसपछि एकाउन्टेन्ट भएर काम गर्ने अनि आफैलाई आरए सम्झिने, अब यो एउटा रमाइलो तरिकाले लेख्नु भएको छ। यो यथार्थ पनि हो। यदि तपाईँले कुनै सङ्घ संस्थामा, विभिन्न सङ्घ संस्थाको काम गर्दै आउनुभएको छ एकाउन्टेन्टको रूपमा अथवा एज अ ट्याक्स कन्सल्टको रूपमा पनि तपाईँले काम गर्दै आउनुभएको छ भने पनि त्यो पनि गर्न पाउनुभयो र कुनै एउटा सिए अथवा आरएलाई लगाएर तपाईँले फाइल साइन गराउन पनि सक्नुहुन्छ, तपाईँले आफै तयार पनि रिपोर्ट गर्न सक्नुहुन्छ। मात्र अब आरए हुन नपाउने अवस्था हुन्छ, नयाँ जुन सिए नपढिकन सम्भव छैन। त्यो हुनाले चाहिँ अब तपाईँले आफै रिपोर्टहरू तयार गर्न सक्नुहुन्छ, आफै सम्पूर्ण कर सम्बन्धी तपाईँले ज्ञान लिइसक्नु भएको छ भने पनि तपाईँले के छ, एज अ ट्याक्स कन्सल्टको रूपमा काम गर्न सक्नुहुन्छ। सिए को लाइसेन्स लिनुहोस् आइक्यानबाट भन्नुभएको छ उहाँ सरले चाहिँ, एकदम राम्रो कुरा गर्नुभएको छ। अब किनकि आरए अलमोस्ट बन्द नै भइसकेको छ, त्यो भएको हुनाले चाहिँ के छ, अब सिए भन्दा उपाय छैन। सिए बन्ने उपाय चाहिँ अब त्यसरी चाहिँ क्याप 1, क्याप 2, क्याप 3 गरेर चाहिँ पढेर चाहिँ हामी सिए बन्न सक्छौँ। कुरा त सही हो, लास्ट अप्सन सिए भन्नुभएको छ अर्को सरले। अब एकजनाले हाहा भन्नुभएको छ। अनि गएर मेरो दुर्गा दाईसँग कुरा भयो, राजतन्त्र आएको भोलिपल्ट
खुल्छ अरे भन्नुभएको छ। अब उहाँले पनि जोक नै हान्नुभएको छ। हजुरले भन्न खोजेको आर्यन होला भन्नुभएको छ। यो चाहिँ के भन्न खोज्नुभयो मैले बुझिनँ राम्रोसँग। अनि यसको लागि टाइम मेसिन चाहिएला सर भन्नुभएको छ। उहाँले जोक भन्नुभएको छ। अब किनकि अब नयाँ जेनेरेसन जुन त्यसपछि अब आउनुभएको छ, त्यसपछि पास आउट हुनुभएको छ, बिबिए, बिबिएस, एमबिएस, एमबिए जस्ता विषयहरू लिएर पनि पढ्नुभएको छ। तर उहाँसँग प्रशस्त अनुभव पनि छ, कार्यक्षेत्रमा गएर काम पनि गरिसक्नु भएको छ। तर उहाँलाई एउटा अप्सन छैन, किनकि उहाँको आधिकारिक रूपमा साइन चल्दैन। उहाँले आधिकारिक रूपमा लाइसेन्स लिएर काम गर्न पाउनु हुँदैन। उहाँले काम त गर्नुहुन्छ, काम सिए बराबर, आरए बराबर पनि गर्न सक्नुहुन्छ। तर उहाँले के छ, उहाँको आधिकारिक डकुमेन्ट नभएको हुनाले उहाँले एउटा कुनै आरए अथवा सिए खोजेर चाहिँ फाइलमा साइन गराएर अथवा के गर्नुपर्ने प्रोसेस हुन्छ, डकुमेन्टहरू फाइल छैन। अहिले त अब त्यो युडिआइएन नम्बर पनि लिनु पर्दछ। अब अरूले लिन मिल्दैन, किनकि उहाँहरूकै लाइसेन्सबाट चाहिँ इस्यु गर्नुपर्ने हुन्छ युडिआइएन नम्बर, र त्यो राखेर चाहिँ तपाईँले आफै सब्मिट गर्न सक्नुहुन्छ यदि सिए आरएसँग मिलेर काम गर्नुभएको छ भने चाहिँ। सिए पढ्नु भन्नुभएको छ एकजनाले, र अर्कोजनाले आरएले टन्न पैसा कमाएको देखेर होला प्रोले भनेको छ। अब भन्नुभएको छ। आफ्नो आफ्नो एङ्गलबाट हेर्ने कुरा हुन्छ होइन। सबैले अब आरएले लाइसेन्स पाउँदैन सर भन्नुभएको छ। जोक अफ द इयर सिएको लिने नि भन्नुभएको छ। अहिलेसम्म सिए पढ्नु बाहेक अरू उपाय छैन भन्नुभएको छ अर्कोजना सरले चाहिँ। आइक्यानमा जाने, एडमिसन हुने, क्याप 1 देखि पढ्ने र क्याप 3 पास गर्ने, अडिट लाइसेन्स लिने भन्नुभएको छ। उहाँले चाहिँ एकदम प्रोसेस सुरुदेखि लास्टसम्मको प्रोसेसै भन्नुभएको छ। यो पनि राम्रो कुरो हो। एउटा कुनै पनि क्वेसन सोधेपछि उहाँहरूले एउटा सहज तरिकाले आफूले जानेको र बुझेको उत्तर दिनुभयो भने चाहिँ एकदम सहज हुने रहेछ। बी क्लासको पाए हुन्थ्यो नि भन्ने पनि सर हुनुहुन्छ। अब यो एकजनाको मात्र इन्क्वायरी होइन, यो धेरैजनाले चाहिँ उहाँले अब काम गर्दै आउनुभएको मान्छेलाई चाहिँ एकदम समस्या परेको छ। त्यो हुनाले चाहिँ धेरैजना पनि इन्ट्रेस्टेड पनि हुनुहुन्छ। उहाँले पनि चाहिएको छ। आई अल्सो वान लेट्स डिमान्ड भन्नुभएको छ। उहाँले चाहिँ 45,000 लाग्छ भन्नुभएको छ। के कारणले कसरी जो भन्नुभएको छ त्यो चाहिँ मैले बुझिनँ होइन। अब यसरी चाहिँ अब उहाँले चाहिँ 2050 टाइम ट्राभल गर्ने अनि बनाउने भन्नुभएको छ। अब त्यसभन्दा पछि अब हामी त 2050 पछि नै जन्मेका कति साथीहरू हुनुहुन्छ होला। अब उहाँहरूको लागि त अब कहाँ सम्भव छ त। अब 2050मा क्लोज भइसकेको छ। 59 साउन 1 गते भनेको छ। उहाँले चाहिँ 50 भन्नुभएको छ। तालिममा सहभागी हुनु पर्दछ भन्नुभएको छ। अब तालिम चाहिँ एउटा आइक्यानले खुलाउने गर्दो रहेछ। एउटा तालिम चाहिँ एकाउन्टिङ ट्रेनिङ भनेर चाहिँ एटी हो कि समथिङ के भनेर चाहिँ आइक्यानले खुलाउँदो रहेछ। त्यो पनि म आइक्यानको वेबसाइटमा गएर हेरिसकेको छु। र त्यो तालिममा पनि सहभागी भएर तपाईँले एकाउन्टसँग रिलेटेडहरू काम चाहिँ गर्न सक्नुहुन्छ। तर तपाईँसँग लाइसेन्स चाहिँ हुँदैन। सिएको लाइसेन्स चाहिँ हुँदैन, आरएको लाइसेन्स पनि हुँदैन। तर तपाईँले एउटा त्यो ट्रेनिङ लिइसकेपछि केही न केही एउटा नयाँ टेक्नोलोजी अब सिएबाट कसरी काम कार्यहरू भइरहेको छ त्यो कुराहरू पनि हामीले सिक्ने अवसर पाउँछौँ कि भन्ने सोचिरहेको छु। त्यो पनि अब एटी ट्रेनिङ कस्तो ट्रेनिङ हो त्यो त अब एकखेर लिइसकेका साथीहरूलाई थाहा होला। यदि तपाईँहरू यो भिडियो हेरिराख्नु भएको छ र एटी ट्रेनिङ लिइसक्नु भएको छ भने चाहिँ तपाईँले के कस्तो अनुभव बटुल्नु भयो त्यो पनि कमेन्टमा गएर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अब यसरी चाहिँ एउटा सरसर्ती हामीले एउटा फेसबुकमा राखेको पोस्टबाट नेपाली ट्याक्स र नेपाली कर भन्ने एउटा ग्रुप छ। त्यो ग्रुप एकदम राम्रो लाग्छ मलाई होइन। उहाँ त्यहाँनिर विभिन्न जिज्ञासाहरू राख्नुहुन्छ ट्याक्ससँग सम्बन्धित र त्यससँग रिलेटेड। फेरि उहाँहरूले त्यो ग्रुपभित्रबाट नै एन्सर दिनुहुन्छ र त्यसबाट तपाईँले यदि नजानेका केही कुराहरू कसैले प्रश्न गर्नुभएको छ भने तपाईँले त्यसको एन्सरहरू त्यही कमेन्टमा गएर हेर्न पनि सक्नुहुन्छ। अथवा तपाईँले केही तपाईँलाई जिज्ञासा लागेको छ भने त्यो ग्रुपमा गएर पोस्ट गर्नुभयो भने कोही न कोही विज्ञहरूले चाहिँ तपाईँलाई एन्सर त्यहाँ राखिदिनु हुनेछ। अब यसरी भयो अब सिए आरएको जोर्नी होइन। अब आरए त लगभग अब कम्प्लिट बन्द नै भइसक्यो। अब यो खुल्नेवाला पनि तत्काल देखिएको छैन सम्भावना। अब त्यो हुनाले चाहिँ अब सिए
अब यदि भर्खर 12 पास आउट गर्नुभएको छ भने नयाँ भाइ-बहिनीहरू उहाँहरूले चाहिँ अब सिएको लागि सोच गरिराख्नु भएको छ भने पनि एकदम अपर्च्युनिटी छ यसमा। अब जे कुरामा पनि तपाईँ अब लाग्नुभयो एउटा मेरो भविष्य यसमै छ भनेर चाहिँ लाग्नुभयो भने चाहिँ त्यसमा पक्कै पनि केही न केही नयाँ अपर्च्युनिटी पाउनुहुन्छ। यदि अब विदेश जाँदा पनि अब अपर्च्युनिटी आएकै छ। सिए चाहिँ अब एकदम मानेकै रहेछ हाम्रो देशको पढाइलाई अरू विषयहरू नमाने पनि होइन। अनि त्यसपछि तपाईँहरूको ब्याङ्किङ एन्ड इन्स्टिट्युसन फाइनेन्सियल इन्स्टिट्युसनहरूमा पनि के छ राम्रो स्कोप छ। अब सिए पढेकोहरूलाई त्यही किसिमको स्कोप छ। यदि तपाईँले आफ्नै फर्म सञ्चालन गरेर तपाईँले साना ठुला बिजनेस सबै कुराहरू चाहिँ हेर्नुहुन्छ र त्यसबाट पनि तपाईँले राम्रो अपर्च्युनिटी पाउनुहुन्छ। अब हरेक फिल्डको हरेक अपर्च्युनिटी हुन्छ र अब यो एउटा ट्याक्ससँग रिलेटेड काम गर्ने भएको हुनाले मैले पनि अब सिएमा के कस्तो अपर्च्युनिटी छ भनेर चाहिँ हल्का हेरेको थिएँ। त्यो हुनाले चाहिँ यी विभिन्न अपर्च्युनिटीहरू चाहिँ तपाईँहरूको सामु म बताएको छु र अब आरए सिए बिचको डिफ्रेन्ट पनि लगभग मोटामोटी एउटा सानो कन्सेप्ट बताइसकेको छु। अब तपाईँको अब अलमोस्ट हाम्रो के छ आरए नेपालमा अराउन्ड 8000 जना हुनुहुने रहेछ अहिलेसम्म र सिए अराउन्ड 3600 जना चाहिँ हुनुहुँदो रहेछ भनेपछि आरए पुरानो आरएहरू चाहिँ एकदम धेरै नै हुनुहुँदो रहेछ भन्ने कुरो यहाँ देखाएको छ। र अबको एउटा सरकारले पनि एउटा सोच्नुपर्ने कुरा थियो एउटा साना कारोबार भएको अब 00 कारोबार पनि कति कैयौँ हुनुहुन्छ दर्ता गरेर छोड्नु भएको छ उहाँहरूलाई पनि एउटा सिए खोज्नुपर्ने आरए खोज्नुपर्ने अवस्था आयो भने अब उहाँहरूको एउटा कस्ट अलिकति हाई नै हुने गर्दछ। त्यस्तो केसमा चाहिँ अब उहाँहरूले एउटा डाइरेक्ट अब एकाउन्टिङ बेसमा हुन्छ कि अथवा आरए जस्तो एउटा कुनै एउटा नमिनल एउटा केही लाइसेन्स खुलाइदिएर हुन्छ कि त्यो कुरा पनि एउटा सरकारले सोच्नुपर्ने विषय थियो। अब त्यो सोचेर सानो कारोबारीहरूलाई चाहिँ के गर्न सक्नुहुन्छ अब कम्पनी रजिस्टरमा त दर्ता गर्नुभएको छ उहाँहरूको प्राइभेट लिमिटेड नाम छ। अब प्राइभेट लिमिटेड हुँदा बित्तिकै के छ 0 कारोबार भए पनि के छ अडिटरको साइन चाहिने गर्दछ। अडिटर भन्नुको मतलब आरए अथवा सिए दुईजनाको जसको भए पनि के छ साइन चाहिँ चाहियो त्यहाँनिर भनेको युडिआइएन नम्बर पनि लिनु पर्यो साइन पनि गर्नु पर्यो र आधिकारिक रूपमा संस्थागत स्ट्याम्प पनि लगाउनु पर्यो। त्यो भएको हुनाले चाहिँ अब त्यस्तो केसमा चाहिँ उहाँहरूलाई गाह्रो छ। त्यस्तो केसमा चाहिँ अब सरकारले अब या त्यसलाई हटाउने हो 0 कारोबारलाई चाहिँ अब आरएसिए नचाहिकन डाइरेक्ट फाइल अपलोड गर्न मिल्ने अवस्था बनाउनु पर्यो या एउटा आधिकारिक रूपमा एउटा नयाँ जेनेरेसनको लागि पनि एउटा बिबिए बिबिएस अथवा एमबिएस पढेका साथीहरूलाई पनि केही एउटा अवसर दिने किसिमले चाहिँ सरकारले एकपल्ट ध्यान आकर्षण गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्छ तपाईँले कमेन्ट बक्समा गएर लेख्न सक्नुहुन्छ। आजको लागि एउटा सिए एन्ड आरए बिचमा एउटा सानो संवाद लिएर तपाईँहरूको सामु आएको थिएँ र तपाईँहरूको सामु यो मेरा केही गुगल सर्च गरेर केही तपाईँहरूको यो फेसबुक ग्रुपमा पोस्ट गरेर एन्सर पाएका कुराहरू चाहिँ मैले तपाईँहरूको बिचमा सेयर गरेँ। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद।